लम्बा चाडा रुपये हजार चक्र 1800 भन्नुभयो 18 रुपये किलो नै दिन्छ 18 त्यहाँ 54 के महँगो होइन तर के महँगो हुन्छ 500 550 लगभग बस के महँगो भन्नु चिराएर ल्याउँदा झन् महँगो पर्छ है आफै चिराउँदा त्यो बाटोले चिरिदिइहाल्छ सबै सर्लुकै आइहाल्छ के छ अङ्कल लगभग 80% माल आउनु छ लगभग सरदर आउँछ 70-75-80% अराउन्डले आउँछ हिसाब गर्नु त्यसले सस्तै पर्छ मलाई त जाऊ पनि भएन टक्क गए यति काम भनेर नम्बर लगाएर मेलमा झारिराख्नुहोस् जहिले आवश्यकता पर्छ त्यति सट्ट चिराउनु बुढो भएको चिरानी नै खसाल्दा चाहिँ कति खसाल्दा चिराउनु नै खसाल्दा चाहिँ हजुरहरूलाई कसैलाई फुल चाहिन्छ भने चाहिँ यहाँबाट सम्पर्क गरेर लिँदा हुन्छ है मैले अस्ति नै भनेको यो नर्सरी चाहिँ उहाँ अङ्कलको हो 1400 किलोमा गाएको छु कि चिरेर अनि के छ त हालखबर हुन्छ त्यो अब यो सिद्धियोस् अनि त्यसको मात्रै काम गर्नु पाइएन मलाई चाहिँ त्यहाँबाट निकाल्नु पर्ने बाटैमा छ कि अङ्कल तपाईँको नम्बर कति हो कसैलाई फुल चाहियो भने मैले यहाँ भिडियो बनाएको छु कि 98 450 27 579 कसैलाई फुल चाहिन्छ भने चाहिँ यहाँबाट सम्पर्क गरेर लिनु है अङ्कलको नम्बर मैले यहाँ